हेलो साथीहरू नमस्ते म मणि तामाङ। आज चाहिँ रात परिसक्यो। यो भिडियो निकै इम्पोर्टेन्ट छ, तपाईहरुले हेर्नै पर्ने हुन्छ किनकि यहाँनिर म चाहिँ अहिले यहाँ तल अब च्यान छ। यो बाटो चाहिँ च्यान हुँदै म घर जाँदैछु। रात परिसक्यो, यहाँनिर धेरैलाई तर्सायो भन्ने टिपेर फ्यालेको हावा आयो रे हैन, हावाले उचालेर फ्याल्यो रे भन्ने कुराहरू धेरै छ। त्यसैले म यो तलको मेन रोड हो, यो मेन रोड छोडेर अहिले म सर्टकट बाटो, यो चाहिँ मेरो घर जाने। मैले यो क्यामेरामा चाहिँ अलिकति त्यो हुन्छ नि, थोरै जुम गरेर अलिकति उज्यालो बनाएको छु, तर रात परिसक्यो। बाटो लगभग देख्दैछ, देख्न चाहिँ कुहिरो लागेर केही छैन। मलाई चाहिँ यदि तर्साइहाल्यो भने पनि यही भिडियोमा तपाईहरुले देख्नुहुन्छ। इम्पोर्टेन्ट छ है यो भिडियो चाहिँ। म जाँदैछु। यो पर च्यान डाँडा छ, च्यान डाँडा आउन लागेको छ। तपाईहरुले पनि यसो हेर्दै जानु होला है त। यदि मलाई तर्साउने कि नतर्साउने, आज धेरैले भन्छ हैन, तर्सायो, कोहीले भन्छ रे एक्कासी हावाहुरी सररर चल्यो अरे अनि टिपेर तल फ्याल्यो अरे भनेको धेरै सुनिरहेछ। हल्का डर लागिरहेछ मलाई पनि। खासै अहिलेसम्म मलाई तर्साएको छैन र त्यति विश्वास पनि छैन, तर पनि अब अँध्यारो छ है, के हुन्छ। ल च्यान डाँडा आइपुगे। यो माथिको देख्नेहरू सबै च्यान हो। यहाँ माथितिर हेर्नु त, यो डाँडामा छ नि, डाँडामा यो सबै च्यान हो। ल है, यो चाहिँ बाटो यस्तो छ है, बाटो चाहिँ यस्तो छ है। अनि यो माथिको चाहिँ च्यानहरू हो। यिनीहरू हाम्रो यो बागखोरको देउराली भन्ने ठाउँ हो। यो चाहिँ च्यानतिर मैले चाहिँ यो भिडियो किन बनाएको भन्दाखेरि अब धेरैलाई तर्साइसकेको छ अरे है, त्यही भएर मलाई चाहिँ आज तर्साए पनि तपाईहरुकै आँखाकै सामु हैन, यसरी भिडियोमा बोल्दै गर्दा तर्साए पनि हजुरहरूले पनि देख्नुहुन्छ कसरी तर्साउने भनेर भिडियो बनाएको है। यो चौताराहरू छ यता है, चौताराहरू अँध्यारो छ। यो डाँडा बागखोर डाँडा एकदम चौतारा पनि धेरै छ यता। अहिले 2-3 छोडिसक्यो, यताउता धेरै आउन बाँकी छ। चौताराहरू पनि धेरै छन्, अँध्यारो भइसक्न आँट्यो। मैले च्यान छोडेर गएँ, तर अझै पनि आउँदैछ। यो उधोपट्टिको यो क्रिस्चियनको च्यान हो। यहाँ यो तल छ नि सेतो, मेरो ठ्याक्कै पछाडि, यो पनि एउटा च्यान हो। अनि यता चौतारा पनि छ है। म अलिक ढिलो नगरी छिटो हिँड्दैछु किनकि यो त च्यान घारी हो। यहाँ त खासै तर्सायो भन्ने हल्का मात्रै छ। मेन त तल अब जङ्गल छिरेपछि पो हो त तर्साउने त हैन। अब यो चाहिँ डाँडामा छु कि अहिले म, खुल्ला डाँडामा छु। अब जङ्गल पसेपछि लगभग बाटो देख्छ कि देख्दैन मलाई थाहा छैन, अँध्यारो छ कुहिरो लागेर। अहिले कति बज्यो भने ठ्याक्कै 6 बजेर कति अलि देखिन, 6 बजेर 51 मिनेट। आम्मामा भनेको 7 बज्न आँटेछ। 7 बज्न आँट्दासम्म उज्यालै रहेछ। तर यो कुहिरो, आम्मामा कुहिरो त नि यस्तोरी कुहिरो छ कि साथीहरू। अब यहाँ जङ्गल छ। मेरो बाटो भनेको यताउदो हो। अब यो डाँडा थियो, यता चौताराहरू धेरै छन्। यो बाटोबाट चाहिँ अब म झर्नु पर्ने हुन्छ। अँध्यारो छ है बाटो चाहिँ, आम्मा वेट। ल म चाहिँ छिरेँ। अब चाहिँ म बागखोर भन्ने ठाउँ, देउराली, बागखोरको यो देउराली भन्ने, ल पानी पर्यो त यार, तर्साएको त होइन नि, पानी पर्यो है। सल्लामा पानी हुन्छ, केही छैन। अब म चाहिँ अँध्यारो हुन आँटिसक्यो। जाँदैछु देउरालीबाट चाहिँ मेरो घर झर्दैछु। तपाईहरुले भिडियोमा मलाई अलि देख्नु भएन होला, थोरै अब देख्नुहुन्छ। यहाँ डाँडा छ, खोल्सामा छु कि म, देख्नुहुन्छ। म झर्दैछु है, अहिले अलि देख्नु भएन जस्तो छ। ल है, म झर्दैछु। अब मेन तर्साउने चाहिँ यो तल अरे। यहाँ तल हाम्रो
नाम बाङ्गे गुराँस भन्ने छ एउटा है, बाङ्गे गुराँस भन्ने छ। त्यहाँ त्यसकै वरिपरि चाहिँ हावाहुरीले तर्साउँछ यस्तो उस्तो भन्दै थियो। हेर्दै जाउँ, अहिले डाँडै छ। अझै हामीले यहाँ बाटोहरू पनि फाँडेको रहेछ अस्ति हाम्रो गाउँकोले मिलेर है। त्यही भएर त्यति साह्रो पहिला जस्तो अँधेरो डेन्जर चाहिँ छैन, तैपनि अँधेरो भइसक्यो है। यो चाहिँ ठुलो पातले हाम्रो सबैभन्दा ठुलो, एकछिन है म देखाउँछु अलिक कुदो गएर। कता हो पातले हाम्रो? यो चाहिँ ठुलो पातले हो, तर अहिले यस्तो देखिरहेछ। यो चाहिँ हाम्रो सबैभन्दा ठुलो पातले, नामै ठुलो पातले। उहिलेदेखिको यो हाम्रो पातले चाहिँ नामै ठुलो पातले हो क्या। यो चाहिँ मेन तर्साउने ठाउँ आउनलाई अझै केही थोरै तल आउन आँटे। हेर्नु होला है, यदि तर्सायो भने कसरी तर्साउँदो रहेछ तपाईँहरूले पनि देख्न सक्नुहुन्छ भिडियोमा। अरे यार निकै अँधेरो भइसक्यो त, मलाई नि हल्का हल्का डर लाग्न आँटिसक्यो है। म अलिक छिटो कुद्छु ल साथीहरू। ओह्रालो छ क्या, आउनुलाई नै 1 घन्टा लाग्छ, जाँदा चाहिँ थोरै 1 घन्टा अलिकति लाग्दैन। जाँदा चाहिँ छिटो म कुदेर झर्ने हो भने म त छिटै पुग्छु, तर अब त्यस्तै हिँड्नु नसक्नेहरूलाई चाहिँ गाह्रै हुन्छ। अहिले चाहिँ म लगभग सिसी भन्ने ठाउँ आइपुग्यो। रुखको नाम सिसी हो। म तपाईँहरूलाई भोलि भोजपुर जाँदाखेरि उग्रेको बेला दिउँसो देखाउने छु, हेर्नु होला है। र अब यहाँ चाहिँ हाम्रो पार्टी आइपुग्यो है। यहाँ चाहिँ अस्ति भर्खरै हाम्रै अङ्कलहरूले बनाउनु भएको पार्टी। ल पार्टी आइपुग्यो है। यो चाहिँ पार्टी है। ला म त देख्नै छोडेँ त यार, सरी है, भिडियो स्किप नगर्नु होला। अब आइसक्यो, तर्साउने ठाउँ आइपुग्न आँट्यो साथीहरू। म चाहिँ झर्दैछु है अझ छिटो, किनकि त्यहाँबाट कट्यो भने तल हाम्रो मामको पार्टी भेटिन्छ। अहिले चाहिँ यो जङ्गल हो, सबै जङ्गल, ठुलो जङ्गल छ। यो जङ्गल कट्नुलाई लाग्छ धेरै। जङ्गलको बाटोमा राति एक्लै होइन, हुनु त खासै डराउने मान्छे त होइन कि, तर पनि अब सुनेको नि त, अब सुन्दाखेरि नै होइन, यहाँ चाहिँ यस्तो अरे मान्छेहरूलाई धेरै हावाहुरी आइसक्यो अरे भन्दैछ। त्यही भएर मलाई पनि निकै डर लागिरहेछ। ल चौतारै छ के यो बाटोमा चाहिँ, चौतारै छ। अनि यो बाटो हामी जस्तै हाम्रो गाउँठाउँ यो फलाटे पुछारदेखि सिरानतिर सबै मान्छेहरू ल्याउने बाटो यही हो क्या मर्दाखेरि। अनि त्यही भएर चौताराहरू पनि धेरै छन् यतातिर, धेरै छ क्या चौताराहरू। अनि बाटो पनि यस्तो छ है। त्यही भएर म जाँदैछु। ल अब आइपुग्यो। ओइ साला मुटु त चिउवा भयो त यार। अब यही हुँदो है साथीहरू। ल अहिले चाहिँ डाँडै छ, अब म छिरेँ ल यहीँनिर है। अब ला मुटु त यार ढुक भयो। ल म अँधेरोमा छिरेँ, तर्साउने चाहिँ यहाँ हुँदो हो। ओहो यार, सरी है गाइस, भिडियो स्किप नगर्नु। लो अब मेन यहाँ हो है, भिडियो स्किप नगर्नु है, मलाई डर लागिरहेछ। नगर्नु है साथीहरू, भिडियो स्किप नगर्नु है। यहीँ हो है, भिडियो स्किप नगर्नु है। म कुद्छु है, भिडियो स्किप नगर्नु है साथीहरू, 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 भिडियो मासला ल मासला ल भिडियो स्किप नगर्नु है साथीहरू। अहिलेसम्म त तर्साएको छैन है मासला, स्किप नगर्नु है साथीहरू। साला डर त यार, मासला थुरु भयो त एकछिन त।
राम 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 मासा ल उही हावा त आया साला यो भोजे चौतारा छ फेरि आमा लु कट्यो अब यो तल छ एक ठाउँ अन्तिम तर त्यहाँ त मलाई केही छैन त्यहाँ चाहिँ अब यो भोको कुरा गर्छु म थोरै म त कसम होला उही मुटु त यार ढुक 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 गरिरहेछ अझैसम्म पनि खुट्टाहरू कामिरहेछ मासला नि अँध्यारोमा यार अलिक छिट्टै आउनु भनेको थियो फेरि कम्प्युटर क्लास जाँदा अनि फेरि टाइमै मिलेन क्या 3-4 घन्टा लाग्छ कि यहाँ गाउँ आइपुग्नु अनि साला लु अब चाहिँ यार सक्यो अब मेन साले तर्सिन्जेल हो हैट यस्तो डराउँदै हिँड्नुपर्छ है साथीहरू सेयर गर्नु त यो भिडियो चाहिँ अरूले पनि देखोस् क्या हाम्रो यो बाघखोरदेखि झर्ने बाटो चाहिँ यस्तो रहेछ राति अरूले पनि थाहा पाओस् है सेयर गर्नु होला सरी है गाइज मैले यो आफ्नो फेस देखाउन सकिरहेको छैन है यो चाहिँ के कारणले भन्दाखेरि यो चाहिँ रात परेको कारणले गर्दाखेरि सायद यो भिडियो पनि अब खासै लाइक भ्यू जाँदैन किनकि भिडियोको क्वालिटी नै यस्तो मधुर अँध्यारो छ त ल यो चाहिँ हाम्रो मामको पार्टी देखाउँछु म पार्टी नै पार्टी छ क्या यता पार्टी अनि यो च्यानहरू है मासला यस्तो डर लागेन यार एकछिन त तर मलाई त साँच्चै होला कसम म यति भाग्यमानी छु कि साँच्चै होला होइन आजसम्म मैले यस्तो भूत देखेको तर्साएको चाहिँ छ तर देखेको चाहिँ छैन म भाग्यमानी रहेछु यार भाग्यमानी रहेछु अहिलेसम्म त्यस्तो देखेको चाहिँ छैन भाग्यमानी ठानिरहेको छु मैले आफूलाई किनकि यो माथितिर अब च्यानतिर यस्तो अँध्यारोमा है हिँड्नु त गाह्रो हुन्छ नि अब अहिलेसम्म दिउँसै हो दिउँसो भन्दा नि यो रिमरिमतिर चाहिँ बढी तर्साउने गर्छ अरे ल मलाई चाहिँ तर कहिल्यै होइन मलाई त्यति तर्साउँदैन किन हो किन मलाई चाहिँ अरूलाई तर्सायो भन्छ तर मलाई चाहिँ किन होला खासै तर्साएको चाहिँ भूतहरू देखेको छैन हौ किन हो भाग्यमा नै देख्नु लेखेको छैन होला क्या सरी गाइस डराले गर्दा क्या जिब्रो पनि लटपटिरहेछ अहिले चाहिँ म ठ्याक्कै ल कति बेर लाग्यो हेर्नु त गाइस झन्नै आधी घन्टा झन्नै त के आधी घन्टा लाग्यो म यस्तो स्पिड हिँड्दा पनि जङ्गलको बाटो अब म ट्याक्क निस्केँ ल अब म जङ्गल सट्ट निस्केँ जङ्गल निस्किने बित्तिकै हाम्रो चाहिँ फलाटे सिरान आइपुग्यो है ल म भाग्यमानी रहेछु यार यस्तो बेलामा पनि यस्तो ठाउँबाट निस्केँ यार यस्तो राति हुँदी अब फेरि यो चुरे छ चुरे नै ला यो चाहिँ के बोल्यो कहाँको ए पारीको यो पारी बल्ने तामाखाम भन्दो रहेछ ल अब चुरे छ फेरि यो साइड ढुक्क देखिँदैन त रहेछ चुरे छ है अब टर्च बाल्ने बेला पनि भइसक्यो चुरे छ अब गाउँ त छिर्यो साला यता यहाँ पनि धेरै पहिला निकै पहिला हो तर्साउनु छोड्यो अझै यो बाटो पनि यहाँ सुँगुर हिँड्ने यो बाटोमा चाहिँ कालो बिरालोले बाटो काट्ने गर्थ्यो क्या धेरै चिन्ताहरू राखेको थियो अनि यहाँ सुँगुरहरू हिँड्ने क्या यो बाटोमा पुरा मूल बाटो छ क्या मूल बाटो वन त कट्यो ढुक्का भयो भनेर चाहिँ नसोची हुन्छ क्या यस्तो बाटो हो नि यो मूल बाटो साला डर लाग्छ यार डेन्जर हो क्या यो मूल बाटो पनि एकदम त्यही भएर यार सायद
अब धेरैले देखेकै भन्छ है, आँखाले नै तर्सायो फ्याल्यो भन्छ। हुनु चाहिँ अब धेरै मान्छेहरूलाई त्यसो पनि गरेको छ, तर यो रियल्ली हो कि होइन मलाई त्यति थाहा भएन है यो चाहिँ। तर तर्साउँछ भन्छ। मैले चाहिँ यो भिडियो बनाएको कारणले हो कि न त मेरो भाग्यको कारणले हो, मलाई चाहिँ केही गर्न सकेन। अब यस्तो अँध्यारोमा है अहिले म गाउँ पुग्न आँटेँ। अब सरी गाउँ अरे गुम्बा हाम्रो फनाटी गुम्बा आइपुग्नु आँट्यो। यो चाहिँ एउटा फेरि चौतारा भेट। चौताराको त कुरा नगर्नुहोस् तपाईँहरू, आम्मा चौतारा त कति कति छ। चौतारा छ यो मूल बाटो। बाटो पनि अलिकति ओह्रालै मात्रै के, उँधो झर्दा पनि अनि उँभो चढ्दा पनि उकालै मात्रै के बाटो। तेर्सो त कहीँ छैन। हाम्रो फलाटेदेखि सिधा माथि के भन्छ यो बाघखोरसम्म अघि च्यान देखाएँ नि, त्यहाँसम्म त पुरा बाटो चाहिँ त्यहाँसम्म अँध्यारो। बाटो चाहिँ त्यो अघि च्यान देखाएको सम्म चाहिँ पुरा उकालो क्या, ठाडो सिधै। आँखा त देख्दिनँ कि के हो अब त। आम्मा यार, अब म गुम्बासम्म चाहिँ भिडियो बनाउँछु है, अनि त्यसपछि उँधो चाहिँ बनाउँदिनँ। अब मेन कटिहालेँ, अब गुम्बा आउन आँट्यो, गुम्बासम्म बनाउँछु। त्यसपछि म घरसम्म नि बनाउँथेँ, तर अँध्यारो भयो क्या। अँध्यारो भएकोले म क्षमा चाहन्छु, मेरो अनुहार फेस पनि देखाउन सकिनँ अँध्यारो भएकोले। त्यही भएर म चाहिँ अब तपाईँहरूलाई गुम्बासम्म चाहिँ देखाउँछु। आम्मा यार, अघि त्यो हावाले फ्याल्छ भनेर म दौडेँ नि डर। यस्तो मुटु ढुकढुक होइन यार, अझै पसिना यस्तो भिडियोमा उज्यालो भएदेखि म भिडियोमा देखाउँथेँ पसिना क्या त्यति धेरै। आम्मा मासला अलिअलि त होइन त पसिना त हाइट डेन्जर है साथीहरू। तर्साउँदैन भनेर डन बनेर साले सातै गयो, ठुट्टा रहेछ मासुको झोल पख्ल ठुट्टा। भोलि तँलाई म उकालो फ्याल्छु। डन बनिने पनि होइन क्या, तर्साउँदैन भूत देखिँदैन भन्ने होइन। आधुनिक आजभोलिको जमानामा नि यस्तो हुँदै गइसक्यो कि जमाना परिवर्तन भएको छ क्या। ल म चाहिँ अब भिडियो कस्तो लाग्यो लाइक सेयर गर्नु होला, किनकि यस्तै भिडियोहरू अझ राम्रो भिडियोहरू लिएर आउनेछु। अहिले चाहिँ अब यस्तै भइहाल्यो, पसिना यार। ल गुम्बा आइपुग्यो, हाम्रो गुम्बा यहाँ तल छ है। बत्ती बलिरहेछ नि, हाम्रो गुम्बामा बत्ती बलिरहेछ। ल अँध्यारो पनि भयो, म चाहिँ यहीँ गुम्बासम्म भिडियो बनाएँ। फेरि फुर्सद हुँदा उँधो बाँकी पनि बनाउने छु भन्दै जय बजरङ्गबली, जय श्री बुद्ध भगवान् की जय, जय बजरङ्गबली।